के तपाईलाई थाहा छ तपाईको फेसबुक एकाउन्ट कतिवटा डिभाइसमा लगइन गरिएको छ? कुनै बेला हामीहरूले ल्यापटप, डेस्कटप, ट्याब अथवा अन्य मोबाइलमा फेसबुक चलाएका हुन सक्छौँ र सबै डिभाइसमा लग आउट गर्न बिर्सिएको हुन सक्छ। यस्तो अवस्थामा अहिले फेसबुक चलाइरहेकै मोबाइलबाट तपाईले आफ्नो फेसबुक एकाउन्ट कहाँ लगइन छ पत्ता लगाउन र यसैबाट लग आउट गर्न सक्नुहुन्छ। आउनुहोस् सिकौँ त्यो कसरी गर्ने। सबैभन्दा पहिला फेसबुक ओपन गर्नुहोस्। त्यसपछि दायाँपट्टि माथितिर तपाईको फोटो देखिएको गोलो चिन्हमा क्लिक गर्नुहोस्। त्यसपछि तलपट्टि सेटिङ्स एन्ड प्राइभेसीमा क्लिक गर्नुहोस्। त्यसपछि फेरि सेटिङमा थिच्नुहोस्। त्यसपछि पासवर्ड एन्ड सेक्युरिटीमा थिच्नुहोस् र त्यसपछि फेरि पनि पासवर्ड एन्ड सेक्युरिटीमै थिच्नुहोस्। त्यसपछि वेयर यु आर लग्ड इनमा थिच्नुहोस्। त्यसपछि तपाईको फेसबुक एकाउन्टमा थिच्नुहोस्। त्यसपछि यहाँ तपाईको फेसबुक एकाउन्ट कतिवटा डिभाइसमा लगइन भएको छ त्यो देखाउँछ। त्यहाँ थिच्नुहोस् र लग आउट गर्नुहोस्। फेरि पनि यस्तै जानकारी पाउनको लागि हामीलाई फलो गर्न नबिर्सिनुहोस् है।